तुलसीपुर उपमहानगरपालिकामा म मेयर भएको कार्यकाल सक्दै गर्दा एकजना सुत्केरी बेथा लागेर मर्ने छैनन्, 100% सुरक्षित हुनेछन्, मातृ मृत्यु दर 0 भएको उपमहानगरपालिका बनाउँछु भनेर मैले बाचा गरेको थिएँ। हामीले बनायौँ, त्यो सम्भव रहेछ नि त। त्यो चाहिँ ट्रान्सफर्म गर्न सकिँदो रहेछ, भयो। आज चाहिँ नि के भन्दाखेरि त्यो प्रक्रियामा भएको छ। चाहे त्यो सुत्केरी भत्ताको कुरा होस्, छोरीको भत्ताको कुरा होस्, स्वास्थ्य सेवालाई गर्ने होस्, स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने होस्, विशेषज्ञ सेवालाई विस्तार गर्ने होस्, यो कुरा चाहिँ हामीले गर्यौँ। त्यो चाहिँ मलाई आज पनि खुसी लाग्छ कि मैले पटक पटक देखेको छु बच्चा जन्माउन नसकेर त्यो परिवारको रुवा कल्ली भएको मरेको कुरा चाहिँ नि देख्दाखेरि मेरो छाती पोल्थ्यो, जल्थ्यो। तर आज एकजना सुत्केरी पनि यत्रो उपमहानगरपालिकाभित्र 19वटा वडामा 200 जनसङ्ख्या भएकोमा झन्डै 3500 देखि 4000 जना चाहिँ नि सुत्केरीहरू हुनुहुन्छ, एकजना पनि ज्यान गएन। त्यो त सकिँदो रहेछ नि त, त्यो बनाउ भने त्यो चाहिँ ट्रान्सफर्म गर्ने काम हामीले